हेलो साथीहरू नमस्ते। अब म चाहिँ आज हाम्रो लेप्रोसी कुष्ठरोगको चाहिँ रिसर्च चलिरहेछ। अब कुष्ठरोग लागिसकेपछि त्यो व्यक्तिलाई बाँच्न कतिको गाह्रो हुँदो रहेछ त्यो समुदायमा भनेर त्यहाँको समुदायमा चाहिँ कस्तो रहेछ भनेर कुनै कुष्ठरोग भएको ठाउँ जाँदैछु, कुनै चाहिँ नभएको ठाउँ जाँदैछु। अब म रेडी हुँदैछु। हेर्नु न, मैले घडी चाहिँ राइट ह्यान्डमा लगाउँछु, मेरो बानी नै नै के लेफ्ट ह्यान्डमा लगाउने किन है। अब रेडी हुँदैछु, फेरि पुरै कपाल मिलाउँदै घडी लाउँदै रेडी हुँदैछु। म गर्मी छ भित्र, बाहिर चाहिँ पानी परिरहेछ। अब सब रेडी बनाउन लाग्यो। फेरि मैले ब्यागमा के हाल्न लागेको छु भन्दाखेरिमा के छ भनेर मिलाउनलाई पर्स निकालेर चाहिँ फेरि कुन गोजीबाट मैले पर्समा पैसा हाल्नु पऱ्यो क्या। फेरि आफू चाहिँ फेरि रिस्क जतासुकै पैसा हुन्छ त्यस्तै छ। अब अनि अब मैले अनि यो चाहिँ मेरो के हो भन्दाखेरि मेरो हेयर सेफ्टी गर्ने हेड बेन हो क्या। अब मैले ज्याकेट लगाएँ। अब गर्मी सिजन भए पनि बाहिर पानी परेछ, नाकबाट सिकान झरेछ, ज्याकेट त लगाउनै पर्ने के। ज्याकेट नलगाइकन त सकिन्न। हाम्रो पोखरामा त एकछिनमा ज्याकेट लगाउनु पर्छ, एकछिनमै खोल्न पर्छ, एकछिनमै रेनकोट लगाउनु पर्छ। के हो कि यहाँको क्लाइमेट त बुझ्नै नसकिने छ कि पुरै। अब मैले चाहिँ त्यहाँ गएर सक्स निकाल्छु। अब फेरि पानी परे पनि जस्तोसुकै पानी परोस् जेसुकै होस्, मेरो ह्याबिट भनेको जुत्ता लगाउने छ क्या। बरु चप्पल भनेपछि लगाउनै मन नलगाउने, जुत्ता लगायो टक्क हिँड्यो। अनि अब चाहिँ मैले मोजा लगाउँदैछु होइन। अब मोजा सोजा लगाएर अब हम गरेर खोक्दै पनि छु। त्यहाँ खोकी पनि लगाउन थालेछ। अब यो कार्ड हो, यो कार्ड चाहिँ मैले लगाउँदिनँ किन भन्दाखेरि मान्छेहरूले हरिया खड्का भन्ने बित्तिकै के सोच्छन् भने कुष्ठरोग भन्ने सोच्छन् कि मान्छेहरूलाई अझै नि पहिलाको सोच्छ। अब हाम्रो त्यहाँ चाहिँ अब धेरै थरीको उपचार हुन्छ। नाक कान घाँटी छाला हाड जोड्ने नसा थेरापी सब हुन्छ। तर मान्छेको सोच चाहिँ त्यस्तै छ। अब मैले चाहिँ के लगाएँ भन्दा त्यो चाहिँ मेरो अब कपाललाई सेफ्टी गर्नको लागि चाहिँ हेलमेट लगाउँदा बढी चाया पर्ने भएर चाहिँ त्यो चाहिँ मैले सेफ्टीको लागि हेडबेन्ड लगाएँ। अब मास्क लगाएँ, टक्क मास्क लगाएँ, अनि हेलमेट लगाएँ होइन। अनि चस्मा पनि लगाउने, फेरि त्यो चाहिँ स्कुटीमा गरेर लगाउँछु। अनि त्यो सब रेडी बनाएर अब कार्ड पनि ब्यागमा हाल्छु र चाहिने डकुमेन्टहरू। अब कोही मान्छे त अब त्यस्तो शङ्का लाग्यो भने हस्पिटल त पठाउनु पर्यो। अब त्यसको लागि पनि पेपरहरू चाहिन्छ।